हेलो एभ्रिवान इट्स मी दृश्य र वेलकम टु माई फर्स्ट भिडियो होइन त। अनि आजको गेममा खेल्नेछौँ हामी आरडिआर र म यो गेम खेल्ने मात्रै छैन, तिमीहरूले पुरै फिलै गराउनेछु होइन। आई विल ट्राई माई बेस्ट तिमीहरूले पनि लाइक यो गेम फुल्ली इन्जोय गर्न सकोस् भनेर। सो लेट्स स्टार्ट द गेम। सो फाइनली रेड डेड रेडेम्सन 2 र हाम्रो गेम चाहिँ भर्खर स्टार्ट भएको छ। अनि मैले अगाडिको त्यो सिनहरू देखाइनँ किनकि अलिअलि बोरिङ थियो होइन। अनि यहाँबाट चाहिँ हाम्रो मेन गेम स्टार्ट भइरहेछ होइन त। ल एन्ड जस्ट लुक एट द ग्राफिक्स गाइज, यार क्या यी त ग्राफिक्स छ के। वाओ। सो हाम्रो ग्याङहरू चाहिँ यति बेला कतै जानला छ सायद है। मैले यो गेम लाइक खेलेछु तर मलाई पुरै याद छैन कि कसरी के हुन्छ भनेर। जम्मा 2 घन्टा त खेले हो। औ औ हाम्रो साथीहरू मध्ये एकजना चाहिँ सायद कोही मरिरहेछ है। औ मतलब हामीहरू चाहिँ कतैबाट भागेर चाहिँ अर्को नयाँ ठाउँमा जान लाग्छौँ र अब हामी छिटै रोकेनौँ भनेपछि कतै बस्नलाई हामीहरू छिटै मर्छौँ भनेर। एन्ड समवान इज कलिङ एन्ड यु नो हु इज ही। द्याट्स मी गाइज, आर्थर। ड्याम जस्ट लुक एट द ग्राफिक्स के क्या त ग्राफिक्स छ क्या गेमको यार, जस्ट वाओ। अघिको हाम्रो सिनबाट चाहिँ यहाँ सिफ्ट भएको छ यो सिनमा। अनि यहाँ चाहिँ अब यिनीहरूले बस्न खोजिरहेछन् सायदै, यो सेल्टर होला सायद होइन यिनीहरूको। द ग्राफिक्स आर सो असम के केटा हो यार यसको गेमको। अब यिनीहरू चाहिँ यहाँ नयाँ आफ्नो बस्ने ठाउँ खोजिरहेछन् सायद है। अरे केटीहरू पनि छ त यार टिममा। मैले पहिला खेल्दाखेरि त देखेकै थिइनँ, राम्रोसँग हेर्दै हेरिनँ। यसलाई चाहिँ होला सायद चोट लागेको या फिर कि मरिसक्यो रे। धेरै छन् मान्छेहरू। यो चाहिँ हाम्रो पुरै ग्याङ हो कि केटा होइन, ग्याङ भन्दा पनि टिम हो, एउटा कम्युनिटी हो कि। मतलब धेरै जाडो छ नि त, अनि तातो गराउनको लागि ब्ल्याङ्केट स्ल्याङ्केट अनि आगो सागो बाल भनेर भनिरहेको छ यिनीहरूलाई चाहिँ। नाइस। ओइ हाम्रो एकजना साथी चाहिँ मरेछ त यार। म सोचिरहेको छु लाइक इन्जर्ड छ भनेर, पुरै मरिसक्छ। टिक्का चाहिँ किन राख्यो आँखामा यिनीहरूले। मतलब म र यो मान्छे चाहिँ हामी दुईजना चाहिँ बाहिर खाना खोज्न जानेछौँ अब चाहिँ। अनि अरूलाई चाहिँ घरभित्र बसेर तातोमा बस तिमीहरू, आफ्नो ख्याल राख भनिरहेको छ होइन त। अब चाहिँ सायद तिनीहरूको सानो एउटा टिम मिटिङ हुन लाग्छ क्या है। ओके केटा होइन, तिमीहरूले म सर्टमा बुझाइदिन्छु। यो मान्छे र म आर्चर, हामी दुईजना चाहिँ खाना खोज्न जान लाग्छौँ, खाना र यसो अरू के साधनहरू। अनि यसले चाहिँ हाम्रो टिम मेम्बरहरूलाई अलि मोटिभेट गरिरहेछ होइन, सायद यो हाम्रो टिमको लिडर होला होइन। अनि यहाँबाट चाहिँ अब हामीहरू बाहिर जानेछौँ दुईजना घोडा चढेर है। जस्ट लुक द ग्राफिक्स यार। त्यसलाई पनि भित्र जान भनिदिएको छ हाम्रो लिडरहरूलाई सायद होइन यो। सो लेट्स स्टार्ट द गेम होइन। फाइनली हाम्रो गेम चाहिँ स्टार्ट भइरहेछ। अनि हामी चाहिँ यसको पछि पछि दुईजना जानुपर्ने रे होइन। किन हिँडिरहेन हौ मेरो घोडा। ग्राफिक्स चाहिँ यार नसक्ने छ कि यो गेमको यार, ओभर मिठो ग्राफिक्स छ यार। उफ। अनि यिनीहरू चाहिँ के कुरा गरिरहेछन् यार। म पढ्छु होइन, सबै सुन्छु। तिमीहरूलाई अनि एकछिनमा बुझाइदिन्छु है त सबै चिज। भर्खर चाहिँ यहाँ पुगेँ होइन। यिनीहरूले चाहिँ बाटोमा चाहिँ हामीहरूले चाहिँ टिमले सँगै पाएर राख्नुपर्छ र हाम्रो एउटा साथी मरिसक्यो, अब अरू चाहिँ मार्न दिन हुँदैन भनेर कुरा गरिरहेको थियो होइन। अनि हु इज हि न्यू म्यान के भेटाइस् भनेर सोधिरहेछ। सो सो यो अगाडिको हाम्रो मान्छेले चाहिँ होइन मुनिपट्टि चाहिँ एउटा होमस्टे टाइपको भेटाएको छ अरे होइन। अनि हामी चाहिँ त्यहीँ जान लागेको छ मैले। अनि त्यहाँ चाहिँ अलि पार्टी सार्टी टाइपको भइरहेछ क्या। अनि हामी चाहिँ त्यहाँबाट सायद खाना साना लिन गइरहेछौँ होइन अहिले चाहिँ। किनकि हाम्रो टिम मेम्बर या फिर हाम्रो ग्याङ मेम्बर जे पनि भन्दा हुन्छ तिमीहरूले, हाम्रो कम्युनिटी होइन पुरै चाहिँ भोकाइरहेको छ होइन। अनि खानासाना पनि धेरै छैन किनकि लाइक यो अलिक पुरानो पुरानो टाइम हो। अनि भर्खर भर्खर अमेरिकामा चाहिँ लहरू बन्दै थियो नि त। अनि हो त्यही भएर पुलिसले मान्छेले यिनीहरूले खेदाएर, यिनीहरू चाहिँ काउबय हो नि त। अनि खेदाएर भगाइदिएको छ यिनीहरूको गाउँबाट। र सो हामीहरू चाहिँ भर्खरै यहाँ पुगेको छौँ। अनि त्यसले अघि भनेको त्यो होमस्टेहरू चाहिँ यिनै हुन् होइन। अनि हामीहरू चाहिँ अब यहाँ गएर चाहिँ अब खानाहरू लिएर आउँछौँ सायद, अब चोर्छौँ के गर्छौँ आई डोन्ट नो। लेट्स फलो देम अहिले चाहिँ। अरू चाहिँ मलाई त्यति भर्खर भर्खर खेलिरहेको छु त्यति थाहा भएन। यिनीहरूले फलै गरौँ, अब जे भन्छन् मान्नै पऱ्यो होइन। किनकि अलि लिडर लिडर टाइपकै हो यिनीहरू चाहिँ। हिरो भनेर पछि म क लिडर बन्छु।
समरो हेल्थ पनि कम भइरहेको छ, खानासाना छैन अनि कम भइहाल्छ नि होइन। त्यही हो, अब यहाँ गएर चाहिँ के गर्छौँ, लेट मी सी। यहाँ चाहिँ हामीले घोडाहरू छोडेर जानुपर्ने रे होइन। अनि हामीले घोडाहरू चाहिँ यहीँ भर्खरै राखिदिएको छौँ र एकछिन म बाहिर निस्किहालौँ पहिला। यार कस्तो फस्यो नि, उपर हिउँ छ हौ केटा यार, हेर त हिँड्न पनि सकिरहेको छैन। हामीले चाहिँ डचलाई फलो गर्नुपर्ने रे, किनकि ऊ चाहिँ हाम्रो लिडर हो नि त। अनि आई डोन्ट नो के कुरा गरेर कति बोलेको है यिनीहरू यार, झ्याउलाइसक्यो नि। औ हामीलाई चाहिँ हाम्रो बोस डचले चाहिँ यो घरभित्र चाहिँ गएर लुक भनेको छ होइन, किनकि तिन तिनजना काउबेहरू यहाँ आयो भनेपछि त अनि यिनीहरूलाई शङ्का हुन्छ नि त। सो हामी चाहिँ यहाँ बसौँ एकछिनलाई। डचले चाहिँ गएर कुरा गर्छ होइन आफैले। हाम्रो डचले चाहिँ अगाडि गएर कुरा गरिरहेको छ होइन। अनि त्यसपछि अब एकछिनमा म सबै चिज बुझेर अनि तिमीहरूलाई चाहिँ बुझाउँछु है त। औ त्यो मान्छेहरूले चाहिँ त्यो व्यागनभित्र चाहिँ एउटा बडी लुकाइरहेको छ होइन। त्यो अघिको मान्छेले चाहिँ हामीलाई त्यही भनेको छ। अनि सायद हामीले अब यहाँ सुटिङ गर्नुपर्छ जस्तो लागिसकेको छ। सो हाम्रो गनहरू रेडी पारौँ होइन त अब। अनि अब सुटिङहरू भयो भनेपछि चाहिँ अहिले ब्याङ ब्याङ हान्नुपर्छ सबलाई। सो मारिदिइसकेको छौँ हामीले। सो भागिहालौँ पहिला। गएर यिनीहरूले हानिहालौँ होइन। सो यसलाई चाहिँ मारेको छु मैले, यहाँ कभर लिउँ एकचोटि पहिला। खै त मान्छे, एउटा अर्को मरेको छ यो चाहिँ। अनि यसलाई पनि हान्नु पर्यो। व्हाट द हेल ब्रो, व्हाट द हेल। जान अगाडि जान। अरे रिलोड लागिगयो यार। ल यो पनि मर्यो। एउटा पछाडि पनि छ। सो यो कस्तो नलाको त हौ। ल यो पनि मर्यो। एउटा अर्को छ है, एउटा अर्को छ। यता खै त कहाँ गयो इ भागिरहेछ। भागौँ। त्यसलाई त मार्नै पर्छ यार, हाम्रो साथीलाई सायद त्यसले गोली हानेर भागेको छ होइन। पहिला यसलाई मारिहालौँ। ल यो पनि मर्यो। अब डचसँग जाम हामी फेरि फर्केर। वेयर इज डच, के भइरहेको। रिलोड हानिहालौँ होइन पहिला। चाहिहाल्यो एस। थ्याङ्क यू सर, थ्याङ्क यू सर। ओके सो नर्मल लिउँ होइन, हाम्रो गनहरू छोडिदिउँ। अब चाहिँ भित्रपट्टि अब आर्थरको पछि लागेर जानु पर्यो। अनि उसले चाहिँ मेरो भर्खर तारिफ गरेको छ, किनकि आइ एम सो फ्रेकिङ ट्यालेन्टेड नि त केटाहरू। औ पार्टी भइरहेको छ यहाँ चाहिँ होइन। सो सब सप्लाईहरू चाहिँ लिइहालौँ यहाँबाट होइन एकचोटि। विस्कीहरू सबै लिक भनेको छ हामीलाई चाहिँ यसले। सो लिँदै गरौँ सबै चिजहरू के आउँछ हाम्रो हातमा होइन। अब हामीले चाहिँ यहाँबाट सबै खानेकुराहरू चाहिँ लिइसक्यौँ। सो जाऊँ बाहिर। कता गयो हाम्रो केटाहरू। ओइ खै त, ए हामी चाहिँ अर्कैतिर आएछौँ होइन। यहीँ छन् हाम्रो केटाहरू, के गर्ने अब सोधौँ न पहिला। वाट सुड यु डु ब्रो। ओके सो अरू सामानहरू हेर्दै यो बानमा चाहिँ अगाडिपट्टि केही छ कि नै भनेर हेर भने छैन हामीलाई। यहाँ त केही छैन। यहाँभित्र चाहिँ के छ कि, लेट्स सी है। ओके ओइ माथिबाट को हाम फाल्यो यो। औ अघि मारेको चाहिँ यसको कजनहरू रहेछन् के। यसले चाहिँ हामीले मुक्कैले हान्नुपर्छ होइन, किनकि मार्न दिइरहेको छैन अप्सन यार। सो यिनीहरू पनि कुनै लाइक एउटा चोरहरू जस्तै रहेछन् होइन। अनि यिनीहरूको साथीलाई चाहिँ यो अर्को मुलाहरूले चाहिँ कतै लुकाइदिएको रहेछ। अनि यिनीहरूले चाहिँ त्यो रेलको बाटोलाई चाहिँ लाइक रेलको ट्रेकलाई चाहिँ यिनीहरूले फोड्ने लाइक प्लानमा रहेछन् होइन। अनि हामीलाई चाहिँ अब अहिले यसलाई मारिदिउँ हामीले चाहिँ। अनि पिकअप द गन, वेयर इज द गन ब्रो। अहिले त्यहाँ गन छ। ए अघि यसले माथिबाट हाम फाल्दाखेरि अनि हामीलाई गन लिकिदिएको थियो नि त, त्यही भएर। ओके खै त ह्याट।
सो ह्याट पनि लिइहालौँ हाम्रो पहिला। ओके सो नाउ वी आर लुकिङ गुड। सो यो घोडालाई चाहिँ लिएर आइज भनेको छ होइन हामीलाई। अनि ओइ 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 यो आइमी पनि रहेछ त भित्रपट्टि। ल मतलब यो चाहिँ बाँचिरहेको रहेछ कि त्यही त्यो अघि हामीले मारेको केटाहरू मध्ये नै एउटा कसैको सायद गर्लफ्रेन्ड होला चिक्स होला होइन। योसँग चक्कु छ के भइरहेछ भित्रपट्टि। दिस इज समथिङ न्यू। सम्झाइरहेको छ नि केटाहरूले चाहिँ हामीले तँलाई केही पनि गर्दैनौँ। ओके सो तिनीहरूले चाहिँ उसलाई बाँधेर राखेको रहेछ लाइक अलि होइन किडन्याप गरेर ल्याएको होला सायद त्यही भएर होला। केडीको नाम चाहिँ एडलर हो अरे होइन। सेडी एडलर मिसेस सेडी एडलर त्यहाँ ल लडिक छ। अब के गर्ने यहाँबाट अगाडि छ यार। औ सो जो यो मान्छे मरेको छ नि होइन यो चाहिँ मिसेस सेडी एडलरको बुढा रहेछ के। अनि यसै गरी सायद यो मिसन भ्यायो इज द्याट अ मिसन सायद मिसन थियो कि थिएन त्यो पनि थाहा छैन यार मलाई। सो सबैजना फर्किसक्यो भनेर लाइक एभ्री वान ए आफ्नै मान्छे हो छोड्दैन। अनि हामीहरू आयौँ फर्क्यौँ भनेर सबैजना खुसी भइरहेको छन् अहिले चाहिँ। अब खाना खान पाएको थिएनन् केटाहरूले खाना खानु पाउँछु भनेर होला नि त होइन त्यही हो केटा होइन। मैले चाहिँ बल्ल बल्ल अलिअलि गेम बुझ्दैछु। अनि अघि चाहिँ जोसँग यिनीहरूको झगडा परेको थियो होइन उसले चाहिँ यो मिसेस स्याडी एडलरको यिनीहरूको चाहिँ खासमा त्यो ठाउँ अघिको जुन घरहरू थियो नि त्यो चाहिँ यिनीहरूको रहेछ है खासमा। तर तिनीहरूले चाहिँ यसको बुढालाई मारेर अनि यसलाई रेप गर्ने आफूले किडन्याप गरेर राखेको रहेछन् क्या खासमा होइन। अनि यिनीहरूको भएको एनिमल्सहरू पनि सबै मारिदिएको रहेछन्। अनि हामीले चाहिँ त्यसलाई बचाएर आफ्नो टिममा एड गरिसकेको छौँ र हेरौँ अब अगाडिपट्टि चाहिँ के हुन्छ। सो आई थिङ्क दिस इज द नेक्स्ट डे। अझै पनि बवाल हिउँ परिरहेको छ र फेरि पनि ग्राफिक्स हेर न यार। सो होइन यिनीहरूको ग्याङमध्ये चाहिँ एउटा साथी या फिर त्यो एबिगेल भन्ने केडीको चाहिँ बोयफ्रेन्ड हो क्या सायद होइन ऊ चाहिँ अहिले हराएको रहेछ अनि खोज्दै भन्ने रहेछ यिनीहरूसँग। अनि गफ गरिरहेको छन् अहिले चाहिँ होइन नो के गर्ने अब चाहिँ होइन। अघिको त्यो एबिगल भन्ने केटीको बोयफ्रेन्डलाई चाहिँ खोज्नलाई चाहिँ हामीहरू गइरहेको छौँ होइन। अनि सायद हामीले त सोचिरहेछौँ अहिले चाहिँ के हो स्नो खतरा परिरहेछ नि त लाइक हिउँ खतरा परिरहेछ। अनि त्यही हिउँ छेउमा कतै अल्झियो कि कतै हरायो कि भनेर हामीहरू चाहिँ खोज्न गइरहेको छौँ अहिले चाहिँ होइन। त्यही हो अहिलेसम्म चाहिँ त्यति नै भएको छ। अनि अब चाहिँ हेरौँ अब अगाडि चाहिँ के हुन्छ लाइक कसम भने यार यस्तो बवाल ग्राफिक्स छ लिटरली एउटा हलिउड मुभी हेरे जस्तो लागिरहेछ क्या मलाई चाहिँ होइन। केटा होइन हामी चाहिँ हिँड्दा हिँड्दा यो कतै डाँडा के पुरै सिधै उकालै उकालो छ। हाम्रो घोडाहरू पनि वाइल्ड थाकिसक्यो होइन। अनि हामी पनि पुरै थाकिसक्यौँ अझै तर कहाँ जाने हो के गर्ने थाहा छैन मलाई पनि अझै होइन। लाइक अगाडिपट्टि जुन घोडाको त्यो पाइलाहरू छन् हो त्यसले फलो गरेर छौँ र अगाडिपट्टि केही न केही हामीले देख्यौँ भर्खरै हाम्रो हाम्रो साथीले चाहिँ भर्खरै केही न केही देखेको छ है त। सो लेट्स गो के छ त्यहाँ। ओइ 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 के हो घोडा 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 औ यहाँ चाहिँ एउटा घोडा मरेको छ। ओके सो त्यो साथीको घोडा हो यो चाहिँ जसलाई चाहिँ खोज्न हामी गएको थियौँ होइन। कोही बोल्यो र भर्खरै कता 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 होइन भर्खरै चाहिँ कोही बोलेको जस्तो लाग्यो र अघिको हाम्रो साथी हो कि भनेर हामी चाहिँ खोज्न गइरहेछौँ माथिपट्टि। सो लेट्स सी छ कि न यतापट्टि यतातिर त छैन होइन। ऊ बोलिरहेको छ होइन हेलो ओभर दियर भनेर छ त्यसले चाहिँ होइन। कडा होइन हामी चाहिँ यहाँ माथि पाहाडमा आइसकेको छौँ र अब हामी नेक्स्ट भिडियोमा चाहिँ हाम्रो साथीलाई पनि खोज्नेछौँ र अगाडिको मिसनहरू पनि हेर्नेछौँ। सो थ्याङ्क यू सो मच एभ्री वान अहिलेसम्म कोहीले भिडियो हेरिरहेको छ भने धेरै नै धन्यवाद। मिट यु गाइज इन नेक्स्ट भिडियो टिल देन गुड बाई।